यात्रा कहाँ हुँदैछ भिडियो एकैचोटि तपाईँ स्किप नगरेर अन्तिमसम्म हेर्नुहोस् त। आदरणीय दर्शकवृन्द नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौँ। जतिजना मेरो युट्युब च्यानलमा जोडिनु भएको छ अनि फेसबुक पेजमा जोडिनु भएको छ, फेसबुकमा जोडिनु भएको छ, यहाँहरू सम्पूर्णलाई न्यानो माया अनि साङ्गीतिक अभिवादन। हामी आज विशेष गरेर कहाँ जाँदैछौँ त हेर्नुहोस् त। हामी याद्रीगुट्टा भन्ने ठाउँ जाँदैछौँ, जहाँ त्यहाँ धार्मिक स्थल र धेरै राम्रो ठाउँ र धार्मिक मन्दिरहरू हैन। हामी विशेष गरेर याद्रीगुट्टा रेम्बोलमा जाँदैछौँ। अब हामी बाटोमा छौँ, बाटोमा हिँड्दै जाँदा यहाँका वारिपारिका दृश्यहरू हामीले यहाँलाई देखाइरहेका छौँ। तपाईहरुले हेर्दै जानुहोला, भिडियो अन्तिमसम्म हेर्नुहोला, नछुटाउनु होला भिडियोलाई पनि। एकदम अन्तिमसम्म हेर्यो भने यहाँ कस्तो छ त के छ त भन्ने कुराहरू सबै बुझ्न पाउनुहुनेछ। हामी बाटोमा छौँ हैन, केही गफ गर्दै अनि रमाइलो गर्दै हामी हिँडिरहेका छौँ। तपाईलाई केही दृश्यहरू पनि देखाइरहेका छौँ। हाम्रो बाटोभरिको यात्रा जति छ हैन, त्यहाँका हरेक क्लिपहरू हामीले यहाँलाई देखाउने प्रयास गरिरहेका छौँ। कहाँसम्म देखाउन सकिन्छ, कतिसम्म देखाउन सकिन्छ, तपाईको साथ सपोर्ट तपाईले हेर्दै जानु भएको छ भने कमेन्ट पनि गर्दै जानुहोला। किनकि हुन त धेरैजना साथीहरू यो धार्मिक स्थलमा गइसक्नु भएको छ हैन, र पहिलेको र अहिलेको अलिकति परिवर्तन छ। जहाँ पहिले जो साथीहरू 5-10 वर्ष अगाडि जानु भएको थियो हैन, उहाँ साथीहरूले अहिले गयो भने फेरि छुट्टै परिवर्तन पाउनुहुनेछ। किनकि अहिले सिस्टमेटिक अलि अगाडि छ पहिलेको भन्दा। त्यसैले पनि हामी बाटोमा जाँदै गर्दा हेर्नुहोस् त, यो बाटोमा हिँड्ने साथीहरूलाई थाहा छ यहाँको दृश्य हो भनेर चाहिँ एकदम आफ्नो आँखामा कैद गरिसक्नु भएको छ, मनमा सोचिसक्नु भएको छ यो ठाउँ यहाँनिरको है भनेर हैन। हामी बाटोमा छु, रमाइलो भइरहेको छ खास गरी हैन। हामी यात्रा गर्दै गर्दै गर्दा करिब 1 घण्टा बित्न थाल्यो। हामी यो ठाउँमा पुगिसकेका छौँ। बाटोमा जाँदै गर्दा हेर्नुहोस् त, हरियाली वातावरण अनि माथितिर पहाड भएको हैन, ठुला ठुला ढुङ्गाहरू चट्टानहरू भएको, तलतिर नारियलको बोट अनि छेउमा यतातिर यति राम्रो बगैँचा हैन। हेर्नुहोस् त, यति राम्रो ठाउँ कि जहाँ कि बयानै गर्न सकिन्न। आँखाले जति हेर्दा पनि आँखा अगाए पनि मन चाहिँ अगाउँदैन है, त्यस्तो ठाउँ के यो। हेर्नुहोस् त, जाँदै गर्दा यस्तो रमाइलो छ हेर्नुहोस् त। आहा, कति राम्रो ठाउँ। साथीहरू हेर्दै हुनुहुन्छ भने भिडियोलाई स्किप नगरेर हेर्नु होला हैन। किनकि तपाईले सबै कुराहरू यहाँको देख्न पाउनुहुनेछ, हेर्न पाउनुहुनेछ। अनि कमेन्ट पनि गर्नुहोस् के मजाले, तपाईले हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नुहोस्। अनि सकिन्छ भने शेयर गरिदिनुहोस्, किनकि अन्य साथीहरूले पनि यो ठाउँ ओहो यस्तो रहेछ भन्ने कुराहरू चाहिँ पत्ता पान हैन। किनकि थाहा पाइसकेपछि फेरि पनि घुम्न जान, यहाँको आज पूजा दर्शन गरौँ हैन। म यही भन्न चाहन्छु सबैजनालाई। विशेष गरेर हेर्नुहोस् त, हामी अब नजिक पुग्न थाल्यौँ। यो सानो बजार हो, यो बजारको माथि टुप्पामा मन्दिर छ। हामी तलतिर जाँदैछौँ। अब के सामानहरू किन्नुहुन्छ भने यहाँबाट लग्दा पनि हुन्छ, र माथि पनि पाउन चाहिँ अहिले माथि सिस्टम चाहिँ हटाइसकेको छ हैन। यहाँ तलबाट लग्नुपर्छ। हेर्नुहोस् त, हामी अब यसको ठेकमा पुग्यौँ। कति राम्रो के यहाँभित्र गार्डनहरू छ, यहाँभित्र कस्तो राम्रो बनाएको छ कि अब छोडिदिनुहोस्। यो माथि हेर्ने हो भने मन्दिर चाहिँ तल पुरै चट्टान हो है साथीहरू। यो चट्टानलाई काट्दै मुनितिर ठुलो मन्दिर बनाएको छ कि। तपाईँ मुनितिर जानुहुन्छ भने कम्ती 2000-3000 पब्लिक चाहिँ अट्छ कि यहाँ चट्टानभित्र। त्यस्तो ठाउँ छ हैन, मुनितिर मात्रै। फेरि माथिको लाइन त छोडिदिउँ, त्यस्तो ठाउँमा हामी जाँदैछौँ। आदरणीय दर्शकहरू, हार्दिक स्वागत एवं नमस्कार गर्न चाहन्छु सम्पूर्ण साथीहरूलाई। विशेष गरेर हामी याद्रीगुट्टामा पुगिसकेका छौँ। हेर्नुहोस् त, अब यहाँ पुगिसकेपछि हामी यहाँको वातावरण देखाइरहेका छौँ तपाईलाई। यहाँ यतातिर खास गरी चिल्ड्रेनहरूको लागि खेल्नको लागि सानो पार्क जस्तो हो हैन। फेरि बच्चाहरूको लागि खेल्नको लागि एकदम खेलाउन सामग्रीहरू राखेको छ हैन। माथि चढ्ने यतातिर हेर्नुहोस् त, यस्तो रमाइलो रहेछ। ल केटो आयो है त्यहाँबाट। ल अब यसरी चाहिँ सट्ट पाडेर झर्दो रहेछ तल हैन। ओहो ल स्वाट यसरी आउँदो रहेछ हैन। ल ठिक छ, ल आइज त केटो, आइज त। यसरी चाहिँ हेर्नुहोस् त, तलमाथि जाने सट्ट पाडेर हैन, बच्चाहरूको लागि एकदम खेल्ने ठाउँ। यति राम्रो ठाउँ रहेछ। अब त्यसै गरी यहाँ हेर्नुहोस्, अलिअलि
बच्चा भन्दा पनि आन्टीहरू आएर पनि खेल्दो रहेछ ल ल आदरणीय दर्शकहरू नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। यतिखेर हामी यो चर्चित ठाउँ यात्रीगुट्टामा छौँ र विशेष गरेर यहाँ आज पूजा गर्नको लागि हामी यो सन्डे स्पेसल पारेर आएको। यता हेर्ने हो भने साह्रै भिड छ। हेर्नुहोस् हामी जान सकिरहेका छैनौँ। मान्छे अहिले माथि चाहिँ ट्रिप गर्न सकिरहेको छैन बसले। यहाँ धेरै यात्रुहरू भएर अहिले चाहिँ एकदम प्याक भइरहेको छ। अब हाम्रो पालो कतिखेर आउँछ यो हामीलाई थाहा छैन होइन। हामी पालो आएछ भने बिस्तारै त्यो बसमा गएको सिमहरू सबै कुराहरू देखाउनेछु। तपाईँले भिडियो अन्तिमसम्म हेर्नुहोला। अनि यहाँ के छ कस्तो हुँदो रहेछ भन्ने कुराहरू हामी सबै कुराहरू देखाउनेछौँ जतिसम्म देखाउन मिल्छ होइन। त्यहाँको सबै दृश्यहरू यहाँहरूलाई देखाउनेछु र बाटोको केही दृश्यहरू पनि हामीले अगाडि देखाइसकेका छौँ। अब विशेष गरेर हाम्रो ग्रुप चाहिँ यसरी अगाडि बढ्दैछ साथीहरू। हेर्नुहोस् त हामी अब बिस्तारै यहाँबाट हिँड्दै अगाडि बस भएको ठाउँ जान्छौँ होइन। विशेष गरेर यहाँ गाडी पार्किङ गर्ने ठाउँ हो यो। एकदमै धेरै गाडीहरू आइरहेको छ आज। धेरै गाडीहरू यहाँ पार्किङमा छ होइन। यसरी विशेष गरेर हामी अब यहाँ अहिले नलाउँला हामी अब जाँदैछौँ। हेर्नुहोस् त साह्रै गर्मी पनि छ अलिकति। माथितिर चिसो पनि हुन्छ एकदमै होइन। ओके गाइजहरू हामी जाँदैछौँ। तपाईँहरू भिडियोको अन्तिमसम्म हेर्नु होला के कस्तो लाग्छ सुझाव सल्लाह र प्रतिक्रिया पनि दिनु होला होइन। यहाँ चाहिँ यति रमाइलो ठाउँ छ। यहाँ व्याकरण हेर्ने हो भने फेरि नै रमाइलो छ होइन। यहाँ धेरै जसो गाडी पार्किङ लगाइसकेपछि एकदम आएर कस्तो लागिरहेको छ आज तपाईँको विशेष गरेर यो एनिभर्सरी डे होइन। पहिलोको फिल आइरहेको छ कि नयाँ फिल छ कि पुरानै फिल छ? पुरानै फिल छोरेटी हेर्दा ठिक्क छ। अब छोरेटी यसरी हेर्नु त भएन। खास गरी यो हेर्ने बानी चाहिँ होइन दाजुको यो खास गरी यो छोरेटी हेर्ने बानीले गर्दाखेरि अलिकति गाह्रो हुन थाल्यो कि हेर्नुहोस् त। जति बेला पनि छोरेटी नै हेर्नुहुन्छ अनि कहाँबाट हुन्छ त जिन्दगानी। यसरी त जिन्दगी सुध्रा जस्तो लाग्दैन साथीहरू होइन। ल हेर्नुहोस् त यस्तो भिड छ एकदमै भिड छ एकदमै भिड छ। यहाँ धेरैजना जनसङ्ख्याहरू आउँदै हुनुहुन्छ होइन। पछाडिपट्टि धेरैजना साथीहरू माथितिर जाने भन्ने प्लान छ। धेरै दर्शकहरू हुनुहुन्छ यहाँ। कोही कता वेटमा हुनुहुन्छ गाडीको वेटिङमा हुनुहुन्छ। पारिपट्टि चाहिँ गाडी छ होइन त्यो गाडी आउँछ अनि त्यहाँबाट चाहिँ बिस्तारै माथि लग्ने चाहिँ यात्रुहरूलाई बोक्ने गाडी चाहिँ त्यहाँबाट आउँदो रहेछ। विशेष गरेर कतिपय साथीहरू हिँड्नको लागि पनि जानुहुन्छ होइन। माथितिर हिँड्नको लागि एकदम हिँडेर जानुहुन्छ। अब हामी चाहिँ गाडीमै जाने भन्ने कुराकानी भयो। हेर्नुहोस् त हिँड्न सकिन्न यस्तो उकालो छ। माथि जाऊँ भने अब चाहिँ हामी बिस्तारै पारि तरौँ। हेर्नुहोस् त गाडी एकदम ट्राफिक छ एकदम ट्राफिक छ। यति ट्राफिक छ यहाँ ओहो ल ल ल ल ल ल यस्तो छ होइन। विशेष गरेर यहाँ हेर्नुहोस् त लास्ट रमाइलो छ। यतातिर पार्क पनि छ। यतातिर अब अर्को ठाउँ हेर्ने हो भने एकदम गाह्रो चाहिँ छ। ओहो ल हामी चाहिँ विशेष गरेर बस रोक्ने पार्किङमा चाहिँ आइपुग्यौँ। हामी यतापट्टि हेर्नुहोस् त गाडीको वेटिङमा छौँ। गाडी आउँदैछ पछाडिबाट। अब यो गाडी आयो भने सरर चाहिँ जाने बाटो चाहिँ यही हो। यो बाटो भएर जान्छ गाडी चाहिँ प्रत्येक 5-5 मिनटमा आउने चाहिँ काम चाहिँ भइरहेको छ गाडीको चाहिँ होइन। किनकि आज यात्रुहरू पनि धेरै छ कि एकदम धेरै भएको कारणले गर्दाखेरि पनि अलिकति ढिलो चाहिँ हुनसक्छ होइन। अब यो पुलमा सरर पारेर हामी माथि जान्छौँ। के छ त्यहाँ कस्तो छ सबै कुराहरू देखाउँछौँ हामी। हेर्नुहोस् त यहाँ जति लाग्नु भएको छ नि सबैजना भिडमा नलाग्नु भएको यात्रु नै हुनुहुन्छ। हेर्नुहोस् त एकदम रमाइलो छ यतातिर। अब आज चिसो पनि उसै गरी आज बादल पनि लगाइरहेको छ आकाशमा होइन। यसै गरी तल चिसो पनि छ आनन्द भइरहेको छ। अब हामी चाहिँ जानलाई गाडीको वेटिङमा छौँ। गाडी आउँदैछ उताबाट। दाजुले चाहिँ अटोमा जाउँ भनिराख्नु भएको छ। हुन त अटोमा पनि हावा सरर हुन्थ्यो के गर्ने। हो त्यहाँबाट बस चाहिँ आइरहेको छ होइन। त्यो बसमा हामी चढ्न पाउँछौँ पाउँदैन कतिको छ जनसङ्ख्याहरू कतिको छ थाहा छैन। अब अलिकति जग्गा छ भने त्यसमा चढ्ने हो। छैन भने चाहिँ हामी फेरि अटो नै बुक गर्नुपर्छ जस्तो लाग्छ। बस चाहिँ आयो एक बस चाहिँ गयो एक बस चाहिँ आयो होइन। ओहो ल फुल छ। बाई 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 यहाँ चाहिँ हुँदैन एकदमै यात्रु रहेछ। अब हामीलाई कति बेला आउँछ खै थाहै छैन। ओ ल अब हाम्रो यो जनसङ्ख्या खास गरी यहाँबाट हामी वेटिङ गऱ्यौँ। धेरै बेर वेटिङ गरिसकेपछि बस नआउने जस्तो लाग्यो होइन। आउनु चाहिँ आउँछ तर अलिकति एकदम लेट हुन्छ आज किनकि आइतबार पर्यो। विशेष गरेर यो आइतबारको कारणले गर्दाखेरि एकदम चाप हुन्छ कि यहाँ यात्रुहरूको होइन। ल साथीहरू हामी बिस्तारै गाडी पार्किङ गरेको ठाउँमा आइपुग्यौँ। विशेष गरेर टक्क पारेर हामी यहाँ गाडीमा चढ्छौँ होइन। अनि त्यसपछि चाहिँ हिँडेर जान्छौँ हामी। कस्तो हुन्छ के हुन्छ
ल ल ल ल ल ल ल यो चाहिँ अब हिँडेर जानको लागि हामी टक्क पाडेर यसरी बसेर ओहो यसरी सिसा लाएर अब चाहिँ हामी बिस्तारै माथि जाने यहाँबाट हेर्नुहोस् त यस्तो छ अवस्था एकदम गाह्रो छ हाम्रो क्यामेराम्यान भाउजू पनि उताबाट फेरि टिकटक बनाउँदै हुनुहुन्छ जमाना टिकटक रिल्सले खायो होइन के गर्ने अब कस्तो हुन्छ त्यहाँबाट अब हामी हिँडेर जाने हो माथि हिँडेर गयो भने अन्य दृश्यहरू पनि हेर्न पाउँछ होइन अब गाडीको चाहिँ विशेष गरी यो गाडी पार्किङबाट हामीले गाडी निकालिसकेपछि अब बिस्तारै हामी हिँड्दैछौँ हेर्नुहोस् त यो भ्यू चाहिँ माथिबाट हेर्दाखेरि एकदम राम्रो हुँदो रहेछ होइन ल हेर्नुहोस् त यहाँ चाहिँ जहाँ हेलिप्याड हो यो हेलिकप्टर बस्ने ठाउँ चाहिँ गाडी बसेर आएको छ यतापट्टि पनि रहेछ हेर्नुहोस् त रमाइलो रहेछ ल हामी जाँदैछौँ अब उताको पार्किङमा लाएर हामी हिँडेर जाने भन्ने कुरो चाहिँ भयो विशेष गरेर हिँडेर पनि जानुपर्छ कहिले कति गाडीमा हिँड्नु होइन भन्ने जस्तो पनि लाग्यो भिड असाध्यै छ कि भिड असाध्यै छ आज दर्शन गर्न पाउने कि पाउँदैन हामीले पाइन्छ होला 4 बजे भए पनि दर्शन गरेर जानुपर्छ हेरौँ अब त्यहाँको अवस्था कस्तो छ हामी दृश्यमा देखाउनेछौँ भिडियो अन्तिमसम्म हेर्नु होला साथीहरू है हामी अब उताको पार्किङ छोडेर हामी यताको पार्किङमा आइपुग्यौँ यो जहाँ कि हिँडेर जाने पार्किङ हो यो यहाँबाट यात्रुहरू बिस्तारै हिँडेर चाहिँ माथि जाने काम हुन्छ यहाँ पार्किङ गरेर होइन उताबाट खास गरी फ्री बसको सुविधा थियो तर त्यहाँ पार्किङ पनि असाध्यै भिड होइन यसै गरी अब त्यहाँ एकदम भिड भयो कि अनि आज एकदम जनसङ्ख्या धेरै भएर चाहिँ हामीलाई एकदम हिँड्न चाहिँ गाह्रो भयो होइन अब हामी यहाँबाट हिँड्छौँ यति हो सक्यो यही चाहिँ ल्याएको त्यहाँबाट यहीँ चाहिँ ल्याएको 100 रुपियाँ लिँदो रहेछ होइन हेर्नुहोस् त वाउ कस्तो राम्रो विशेष गरेर हामी यहाँ पुगिसकेका छौँ होइन अब यहाँबाट हामी एकदमै हिँड्दै हो यहाँबाट जाँदै हो हामी मन्दिरमा के कस्तो छ मन्दिरको आज पूजा गर्नको लागि हामी यहाँबाट अटोबाट झरिसक्यौँ यस्तो छ हेर्नुहोस् त यहाँ अब हामी चाहिँ क्यामेरा रेकर्ड छ कि छैन हिँडिरहेका छौँ अब यहाँबाट हिँडेर जाने बिस्तारै सुस्तै सुस्तै होइन यहाँको सबै कुराहरू हेर्दै आनन्दसँग जाने हो भने एक खालको आनन्द खालको महसुस हुन्छ हेर्नुहोस् त साथीहरू आदरणीय दर्शकहरू हामी यति बेला खास गरी आद्रीगुट्टाको यो मन्दिरमा पूजा गरेर भित्रबाट बाहिर निस्केर अब हामी रोमतिर जाँदैछौँ होइन जे होस् राम्रो भयो हामीले जति सोचेका थियौँ त्यतिसम्म त्यहाँभित्र हेर्न पायौँ पूजा गर्न पायौँ होइन यति खुसी लाग्यो मलाई म अहिलेको लागि करिब करिब 4-5 चोटि भइसक्यो यो ठाउँमा आएको तर पहिलेको भन्दा अहिले धेरै परिवर्तन भइसकेको छ यहाँ पूजा गर्ने ठाउँ चाहिँ होइन पहिला हामी तल तल गएर गर्थ्यौँ अहिले यता माथि हुँदै तल गएर गर्नुपर्छ धेरै राम्रो डेकोरेसन गरेको छ यहाँ हेर्न सक्नुहुन्छ तपाईँले यति बेला यहाँ बाहिर जतिजना निक्लनु भएको छ नि यहाँ बाहिर आइसकेपछि हामी भित्र त खास गरी यो क्यामेरा चाहिँ अलाउड चाहिँ हुँदैन होइन हामी बाहिर प्रवेश भइसकेपछि बाहिर चाहिँ फोटोहरू खिच्ने अनि भिडियोहरू बनाउने रिल्सहरू बनाउने धेरैजना दर्शकहरू हुनुहुन्छ होइन विशेष गरेर यहाँ देखिराख्नु भएको छ तपाईँले ब्याकग्राउन्डमा हामी अब बिस्तारै यहाँबाट निस्कन्छौँ तपाईँले यो ब्याकग्राउन्डमा देखिराख्नु भएको मन्दिर चाहिँ देखिराख्नु भएको छ नि जुन मन्दिर चाहिँ असाध्यै राम्रो हेर्नुहोस् त यहाँ धेरै कुराहरूले सजिएको मन्दिर छ खास गरी तलबाट हेर्ने हो भने यो पुरै चट्टानै चट्टान हो र माथि आइसकेपछि पुरै यति राम्रा मन्दिरहरू बनेको छ यहाँ खास गरी यहाँ तल फेरि जाने हो भने यो चट्टान चाहिँ चट्टानलाई चाहिँ होइन तोडेर
पुरै घरहरू बनाएर पुरै मन्दिरहरू बनाएको छ यहाँ भित्र चाहिँ। आदरणीय दर्शकहरू, हामी साँच्चीकै निकै रमाइलो भ्यूमा छु। हेर्नुहोस् त, यहाँबाट हेर्ने हो भने साँच्चीकै तल धेरै राम्रो ठाउँ देखिन्छ होइन। हामी एकदमै टपमा छौँ, जहाँ यो मन्दिर छ हामी त्यहीकै माथि छौँ होइन। ओहो ल, पछाडि हेर्ने हो भने लास्ट रमाइलो देखाउँछ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। पछाडि चाहिँ साह्रै रमाइलो छ यहाँ हेर्ने हो भने यतातिर होइन। माथिबाट हेर्दा एकदम आनन्द आउने खालको, एकदम हावा पनि कस्तो आनन्द चल्ने होइन। वारिपारि हेर्दाखेरि डाँडा पाखा अनि हरियाली होइन, कस्तो राम्रो ठाउँ। ल हेर्नुहोस् त, तल हेर्नुहोस् त साथीहरू, लास्ट राम्रो छ। यहाँ तल हेर्नुभयो भने तपाईँले लास्ट राम्रो देखिन्छ यताबाट भ्यू चाहिँ होइन। अब हामी यताबाट बिस्तारै जाउँ, अगाडि के कस्तो छ हेर्दै गइरहेका छौँ। यहाँ फोटोहरू र कन्टेन्ट बनाउने साथीहरू पनि धेरै हुनुहुन्छ। यहाँ हेर्नुहोस् त, हेलो, यस्तो छ साथी। ल हेर्नुहोस्, सबैले आफ्नो मोबाइलमा व्यस्तता हुनुहुन्छ। सबैजना कोही ठाडो भनिरहेका छन्, कोही पाम्लो भनिरहेका छन्, कोही क्यामेरा गरिरहेका छन्। हेर्नुहोस् त, यस्तो रमाइलो छ, आनन्द हो। वाउ। ल अब हामी एकचोटि यहाँ फोटो कसरी खिचिन्छ यो पनि हेरौँ। यसरी खिचिन्छ फोटो, हेर्नुहोस् ल। अब हामी करिब करिब घरतिर जाने पालो चाहिँ भइसक्यो होइन। रुमतिर जान्छु यताबाट बिस्तारै। अगाडि के छ, जान्दिन्छ कि जान्दिन्न हेरौँ। यहाँ अगाडि के छ, ओ लास्ट रमाइलो रहेछ। हामी जान्छु यतातिर देखाउँछु होइन। यहाँ माथिबाट यतातिर पनि हेर्न मिल्दो रहेछ। यहाँ चाहिँ विशेष गरेर यो गाडी पार्किङ हो। यो कारहरू भयो अनि यसै गरी ठुल्ठुला बसहरू भयो, यहाँ चाहिँ आउँछ होइन यात्रुलाई लग्ने। यहाँबाट त्यो ठाउँमा लग्छ। अनि हामी माथि गएर खास गरी अब माथि पनि अब कार पार्किङ गर्न चाहिँ पाउँछ। यहाँ चाहिँ अलिकति पैसा तिर्नुपर्छ यहाँको प्लेसहरूलाई भने। तलको प्लेसहरूलाई पर्दैन होइन। त्यहाँ राखेको छ हाम्रो कार चाहिँ। हामी विशेष पहिलोचोटि यहाँ राख्ने भनेको, यहाँ चाहिँ भएन। त्यसपछि हामीले त्यहाँ राख्यौँ अनि त्यसपछि त्यहाँबाट हामी बिस्तारै यहाँ आएको होइन। यहाँ हेर्नुहोस्, सबै दर्शालुहरू तलतिर हुनुहुन्छ बिस्तारै। यस्तो रमाइलो छ, हेर्नुहोस् त। यो ठाउँमा आयो भने तपाईँले पनि मजाले हेर्न सक्नुहुन्छ। पारी डाँडा काँडाहरू, पहाडहरू पनि देखिरहन्छ। आज हुसो लागिरहेको छ अलिकति, यो हुसोले गर्दा पनि त्यति राम्रो क्लियर चाहिँ देखाइरहेको छैन, तापनि धेरै राम्रो छ। हेर्नुहोस् त, वाउ। बिजनेस करके तो होता है, ठीक बनने वाला है, कोई डाउट नहीं है। अच्छा भगवान निकाल दिया। बजरंगबली बजरंगबली हनुमान। हाँ ठीक है, आपका पंचांग दिखना पड़ेगा। हाँ पंचांग, जोरो मर्द का, बाल बच्चों का, घर का जब पैसे आने का है तो कब तक आते बोलते हो, इसमें देखना पंचांग। 200 रुपया होता पक्का वो। देखो भगवान देखो 200 रुपये प्रत्येक बोलेगा तो पैसा कब तक आएगा बोलो। आपके नौकरी में, बिजनेस में कैसा होने वाला पूरा दिखा। रास्ते में रखे तो उसको ऊपर से निकल का है, इस वास्ते तुम्हारा काम बन रही है। आपके मन में तीन है, बाल बच्चा अच्छा रहना, दोनों मर्द अच्छा रहना, ये घर बनना, एक भर घर बनना, बाकी नहीं सरकार रहना, वो जीने का है। और ये दरिद्र जाना पड़ेगा। ये दरिद्र का तो सब कुछ अच्छा होता। गाड़ी का गंडम गया, अब गाड़ी का गंडम चले गया, चली गई, लक्ष्मी कमाने वाला है, पर वो दरिद्र गए तो कमाने वाला है। और दरिद्र जाने का वास्ते उसका इलाज दिया तो वो लींबू अंडा उंगली का है ना, वो दरिद्र गए सरकार, उसका इलाज दिया तो ऐसा करना पड़ेगा।
एक दो तीन करना, तीन बार करके ऐसे फेंक देना, तीन रास्ते रह गए, चौरास्ता जंक्शन में फेंक देना। पैसा आते से आता, सोचो सा काम अच्छा हो जाते, बाल बच्चों से अच्छा रहते, जोरों में ठीक रहते, घर बनाएको आते, नरसिम्हा आदरणीय दर्शकहरू, हामीले पूजाआजा गरिसकेपछि हामी मन्दिरबाट हामी करिब ओह्रालो बाटो लागिसकेका छौँ। अब यो ओह्रालो बाटोको दृश्यहरू, यहाँका पब्लिकहरू तपाईँले सबै कुराहरू हेरिसक्नुभयो। भिडियो कस्तो लागिरहेको छ सुझाव सल्लाह र प्रतिक्रिया दिन नबिर्सनु होला। हामी अन्तिममा छौँ र अन्तिममा यो बजार झर्ने बेला होइन, माथि मन्दिरबाट ओह्रालो बाटो हुँदै हामी तल मुनितिर झरिसकेका छौँ र माथिबाट केही दृश्यहरू हामीले यसरी लगेका थियौँ। यो यात्रीगुट्टाको छेउतिर हो होइन, यहाँ चाहिँ आकाशे पुल छ अनि आकाशे पुल हुँदै माथि मन्दिरतिर जाने बाटो चाहिँ चाइनिज बाटो जस्तो बनाएको छ, चाइनाको जस्तै रोड छ यहाँ चाहिँ हेर्न मिल्ने खालको होइन। अब यो दृश्य हामीले देखाउँ अनि यहाँलाई ओके गाइस, हामी चाहिँ अब यो पार्कमा आयौँ। यो पार्क पनि असाध्यै रमाइलो छ, हेर्नुहोस् जहाँ कि यति राम्रो डेकोरेसन गरेर यो फलामको काँडे तारबाट यस्तो डेकोरेसनमा यो पार्क बनाएको छ। हेर्नुहोस् त, यहाँ साना साना बोट बिरुवाहरू भएको देख्न पाउनुहुन्छ। यस्तो छ रमाइलो। वाउ वाउ, रमाइलो छ। हो कि साथीहरू, भिडियो कस्तो लाग्यो यहाँलाई सुझाव सल्लाह र प्रतिक्रिया दिन नबिर्सनु होला र मन परे कमेन्ट गर्नु होला र सेयर गरिदिनु होला। थ्याङ्क यू सो मच।